आफूले हाने मान्छे आएको नि खाइदिन्छ नि त यो त मुखमा पर्छ यो बढी भएपछि पेट फुल्लिएर टाइट हुने थियो यसले बढी खाइदिने अनि आफूले हाने मान्छे आएको नि अहिलेसम्म भेटिएको छैन किङ कोब्राले त खतमै पार्छ त हिजो एउटा यस्तो एउटा हिजो त्यो 3 किलो छ कि त्यो हाँस कुखुरा 3 किलो सिद्धेछ नि ए ल खान सरियो यत्रो ठुलो कुखुरा मरेछ कम्पनी ठाउँ पनि देखिन्न फेरि कहीँ केही छैन फ्रेस छ फेरि यस्तो मौसम छ यहाँलाई पुरै यो के सर्पले टोकेर मऱ्यो हो त साँपले हो कि जस्तो लाग्छ मलाई हिजो पनि हाँस त्यस्तै गरी मऱ्यो कि आफै दिउँसोसम्म ठिक भएको साँझ बेलुका छैन चाहिँ यस्तै व्यवसाय गर्न खोज्यो कहिले के हुन्छ यस्तो मर्ने सानोतिनो यसो भुल्ने बाटो यो बढाउँदै लैजान सकिन्छ कि अब पढाउने टाइम पास हो नि र खास व्यवसायिक भन्दा पनि टाइम पास हो यो व्यवसाय चाहिँ नभनौँ कहिले काहीँ यसो पाउन आएर काटेर खान पाइयोस् पसेर यसो पसेर माछा निकाल्नु पाइयोस् व्यवसायिक भन्दा पनि ठिकै आफ्नो बसी बिहालो टाइम पास मात्रै हाँस कुखुरा सुँगुर बँदेल माछा यतापट्टि चाहिँ पोखरी यहाँ कति जति हालेको नि माछा लगभग 450 जति छ 450 450 अब 8-10 अस्ति खाइयो निकालेर अब छैन ए 8-10 पिस मऱ्यो होला त्यही 300 घरारी होला भएदेखि कति चराले खान्छ कति उनीहरू पनि खानु पऱ्यो बाँच्न बाँच्नु पऱ्यो उनीहरूको अधिकार होइन नेउरी मुसाले खाइदिन्छ हाँस खाइदिन्छ नेउरी मुसालाई मार्न सकिन्थ्यो होला खोर पनि छ मार्ने टिस लाग्छ फेरि ल्याएर राखेको छु 2टा खोर उसले पनि खाओस् कहिले काहीँ रिस उठ्छ लिएर आउँछु खोर आफू मार्छु यसलाई नि खान्छु भनेर रिस उठ्छ फेरि होइन उसको पनि हो अधिकार फस्नु भएन उसले त्यही खाएर मात्ने हो चराचुरुङ्गी आउँछन् अब दिले लिएर हान्न आयो भने पनि भगाउँछु कि केटाकेटी चट चट भन्छु बिस्तारै हुँदो रहेछ कि पहिला पहिला अब सानो सानोमा चरा गुलेली हानेर कति माऱ्यो चरा त्यति मारेर खाइन्थ्यो पछि आफू दुध्दै गएपछि थाहा हुँदो रहेछ होइन यो चराचुरुङ्गी मार्ने चिज होइन कति रमाइलो हुँदो रहेछ घर वरिपरि आउँदा यो नरिवल बुट्टामा प्रत्येक वर्ष 3-4वटा चराले चाहिँ बच्चा निकालेर हुन्छ अहिले 3 लट डाङ्ग्रे भन्नु छ साह्रो त्यसले 3 लट उडाउँछ कि 8 बच्चा नरिवल पनि फल्ने रहेछ त है नरिवल पनि फलेछ त्यो आकाश फल हो झरेछ भने हेर्ने चित्त उडाउने